हामी यति बेला उत्तर प्रदेशको इटावा भन्ने ठाउँमा आइपुगेका छौँ र यहाँ आगर ग्रान्ड भन्ने चाहिँ एउटा स्टार लेभलको होटल रहेछ। यहाँनिर हिजो बेलुका बस्यौँ, गाडी चार्ज गर्न थियो। यहाँनिर चाहिँ दुईवटा चार्जिङ स्टेसन छ, एउटा जियोको अर्को चाहिँ टाटाको चार्जिङ स्टेसन छ। हाम्रो गाडी चाहिँ फुल चार्ज भइसकेको छ। अब यहाँबाट हामी चाहिँ कानपुर हुँदै लखनऊ हुँदै अयोध्यातिरको यात्रा गर्दैछौँ र अब चाहिँ अगाडि बढ्दैछौँ। अयोध्या यहाँबाट 115 किलोमिटर छ भने लखनऊ 187 किलोमिटर मात्र छ यहाँदेखि। यहाँबाट लेफ्ट साइड गयो भने प्रयागराज कुम्भ जान सकिन्छ भने सिधै चाहिँ लखनऊ हुँदै अयोध्या जाने रोड हो। हामी प्रयागराज एकचोटि गइसक्यो हुनाले अयोध्या यात्रा गर्दैछौँ। इन्डियाको सबैभन्दा ठुलो र सबैभन्दा लामो एक्सप्रेस रोड हाइवे हो। यसमा हामी यात्रा गरिरहेका छौँ। उत्तरतिर जाने गाडीहरू माथिबाट गइरहेका छन् भने हामी चाहिँ यो पुल मुनिबाट यसरी छिर्दैछौँ। यस्तो खालको बाटोको विकास भएको छ यो इन्डियामा। हामी यति बेला लखनऊको व्यस्त बजार क्रस गरेर अलि अगाडि आइसकेका छौँ। लखनऊमा एकदमै जाम भिडभाड भएको हुनाले हामी त्यहाँ भिडियो पनि बनाएनौँ। र त्यो क्रस गरिसकेपछि अहिले चाहिँ फेरि राष्ट्रिय राजमार्ग अथवा हाइवे चाहिँ हामी भेटिसकेका छौँ। अयोध्यातिरको यात्रा गर्दैछौँ। यहाँनिरबाट चाहिँ बाटो छुट्टिँदो रहेछ। इन हौना भन्ने चाहिँ ठाउँ छ यहाँ। हामी अब त्यतातिरबाट अयोध्यातिरको चाहिँ यात्रा गर्दैछौँ। पूर्वाञ्चल एक्सप्रेस हाइवे छोडेर अब अयोध्यातिर चाहिँ लाग्दैछौँ। यहाँनिरबाट देब्रे साइडतिर लागेपछि अब चाहिँ हामी अयोध्याको यात्रा सुरु हुँदैछ। रात पर्न थालिसक्यो। फाइनल्ली रामको जन्मभूमि अयोध्या आइसकेका छौँ। यहाँ अयोध्याका बोर्डहरू बाटोमा देख्न सक्छौँ र अबको 2 किलोमिटरमा चाहिँ हामी अयोध्या पुग्नेछौँ र त्यहाँबाट अरू 10 किलोमिटरमा चाहिँ अयोध्या धाम पुग्नेछौँ। राति पनि भइसक्यो। अब चाहिँ हामी बस्नको लागि होटल खोज्नेछौँ, बस्ने व्यवस्था गर्नेछौँ र बिहान अयोध्या धामको राम मन्दिरको दर्शन गर्नेछौँ।
हामी अयोध्या आइसकेपछि रोयल पामिन होटेलमा बस्यौँ। यो होटेल चाहिँ दिल्लीदेखि अयोध्यासम्म आउँदाखेरि सबैभन्दा राम्रो सुविधा चाहिँ यहाँ लाग्यो। यहाँको स्टाफहरूदेखि लिएर होटेल, त्यसपछि गाडी पार्किङ, त्यसपछि इभी गाडीको लागि चाहिँ चार्ज गर्ने व्यवस्था, सबै कुराहरू यहाँ रह्यो। र अब हाम्रो एक दिनको यहाँको बसाइ पछाडि राम मन्दिर गएर त्यहाँबाट चाहिँ हामी नेपालतिर फर्किनेछौँ। होटल रोयल पाल्मिनमा चाहिँ बसिसकेपछि अब यहाँबाट अयोध्या राम मन्दिरतिर जाँदैछौँ। हाम्रो गाडीमा चाहिँ ब्याग स्यागहरू सबै राखिसक्यो। हामी हाइवेलाई छोडेर सर्भिस ल्यान्डतिर लागिसकेका छौँ। अब लगभग 100 मिटरमा चोक आउनेछ। हामी यहाँबाट अब लेफ्ट लाग्नेछौँ। त्यहाँ बोर्डमा देख्न सक्छौँ श्री राम जन्मभूमि तीर्थस्थल 3 किलोमिटर भनेर लेखिएको छ। मंदिर जाना हो बताओ, गाड़ी आपकी लेके चले मंदिर तक। पीछे वाली गेट से रास्ता बाबूजी बंद है, सामने वाला। हम लोग गाइड है, दर्शन करवाते हैं, वही 200 रुपये लेंगे। कहीं टोकन पार्किंग नहीं लगेगा बाबूजी। आप ऐसे जाएंगे, सुनिए हमारी बात, ऐसे जाएंगे सामने पार्किंग डाल देंगे, यहाँ से पैदल जाएंगे हम लोग मंदिर तक लेके चलते हैं, वही 200 रुपये लेंगे। सुन लो बाबू, आपका दक्षिणा ब्राह्मण भोजन, ऐसे जा नहीं पाएंगे, रास्ता सामने वाला बंद है। गाइडको नाममा ठगी धन्दा गर्ने भावनाले उसको कुरा नसुनिकन हामी अगाडि बढ्यौँ। 2 किलोमिटर पैदल हिँड्नुपर्छ भन्ने थियो, तर हामी अलि घुमाउरो बाटोबाट आएर त्यसको नजिकसम्म चाहिँ गाडीमा पुग्ने कोसिस गर्दैछौँ। हामी फाइनल्ली श्रीराम जन्मभूमि तीर्थ क्षेत्र जन्मथलो जन्मघरको मेन गेटमा आइसकेका छौँ। अब हामी गाडी पार्किङ गर्नेछौँ र यहाँभित्र चाहिँ प्रवेश गर्दैछौँ। मन्दिर परिसरभित्र प्रवेश गरिसकेका छौँ। यसरी लाइन लागेर जानु पर्दो रहेछ भित्र। यहाँ तीर्थयात्रु धर्मावलम्बीहरूको भित्र छिर्ने यस्तो लाइन छ। यहाँ एकदमै कडा चेक जाँच रहेको छ। हामी कडा चेक जाँच पछाडि भित्र इन्ट्री भइसकेका छौँ र राम मन्दिरको नजिक आइसकेका छौँ अयोध्या। हामी अयोध्या राम मन्दिर आइसकेपछि यहाँसम्म मात्रै मोबाइल, क्यामेराहरू, ब्याग, जुत्ताहरू चाहिँ लिन पाइने भावनाले यहाँ लकरमा मोबाइल, जुत्ता, ब्यागहरू सबै यहीँ राखेर त्यसपछि हामी चाहिँ यो बाटो हुँदै राम मन्दिरको भित्र प्रवेश गर्नेछौँ। हामी भित्र गएर भगवान श्रीरामको दर्शन गरेर फर्किसकेका छौँ। अब हामी चाहिँ यो बाटो हुँदै यहाँबाट चाहिँ बाहिर निस्किनेछौँ।
भगवान श्री रामको जन्मस्थल अयोध्या राम मन्दिर। अयोध्या राम मन्दिरको दर्शन गर्न आउने दर्शनार्थी धर्मावलम्बीहरूलाई यहाँ खानाको व्यवस्था गरिएको रहेछ। सीता रसोई भण्डारा भनेर चाहिँ लेखिएको छ र त्यहाँ यस्तो भाँडोमा चाहिँ सबैलाई खान दिँदो रहेछ। धेरै दियो भने सायद फाल्दैन भन्दा होला, जति ल्याएर पनि खान सकिन्छ। यो खालको चाहिँ यो जाउलो जस्तो छ। हामी खास गरेर यो प्रसादको रूपमा चाहिँ ग्रहण गरिरहेछौँ। भगवान रामको जन्मस्थल यो अयोध्या आएर हामी दर्शन भ्रमण अवलोकन सबै गरेर भ्याइसकेर यसको मेन गेटमा आइसकेका छौँ। सम्पूर्ण कुरा तपाईँहरूलाई पनि देखाइसकेका छौँ। यति बेर हेरेर साथ दिनुभएकोमा सम्पूर्ण हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै अहिले बिदा हुन चाहन्छौँ। धन्यवाद, नमस्ते।